जानु त छिटो त्यो खानाको ग्यास मारिदिनु सिटी लागिरह तर कति सिटी लाग्दै थियो हजुरले बसाएको त्यो हेर्नु एकचोटि सानो देख्नु अनि खाना बसाउनुहुन्छ यहाँ आएर पब्जी खेलेर बस्नुहुन्छ शान्त भएर बस ल ल्याङ नभए टाउको नखाउनु रे शान्त भएर बसेको छु ग्याङकोटेमा टाउको नखाउ मेरो तपाईँको टाउको खाएँ मैले म एकछिन भात खान्छु टाउको खाँदिनँ तपाईँ खालि पब्जी खेल्नुहुन्छ अनि म खालीको मैले आज 5 दिनमा खेल्दैछु 5 दिन बाजु नै खेलेँ याद गरौँ फेरि सधैँ खेले भन्नु नि म सबैले गाली गरिरहेको छ मलाई यार कस्तो कस्तो गाली गरिरहेको थियो मलाई के गाली गर्नु म कहिले काहीँ खेल्छु म यार तिमी फ्रेस हुनुलाई तपाईँ खेलेको खेलै गर्नुहुन्छ अब गाली गरिहाल्नुहुन्छ नि खाना पकाउनु बुढीलाई सघाउनु हप्तामा एक दिन दुईचोटि खेल्छ करन आउँछ त्यही गाली मात्रै गर्छु यार मलाई गाली गरेको होइन त अनि तिमी जो दिन गरेर हुन्छ गेम खेल्नु सधैँभरि खेलाएको छु मैले छैन नि सम टाइम हो यार त्यो पनि त्यसलाई गाली गरेको भन्दैन कि बुढो किन खालि गेम खेल्नुहुन्छ नखेल्नु यो गेम राम्रो होइन किन राम्रो गिपोर यो टाइममा हजुरले केही सिक्नुहोस् केही गर्नु डिस्टर्ब नगरे मलाई फेरि अब गेम सुरु भइसक्यो मेरो म त थाकिसकेँ अब भन्दा ए म्याच निकल बाहिर बाहिर जा एकिएम मोबाइल नताने मेरो अब फेरि रिस उठ्छ मोबाइल ताने मलाई मुखले बोल के भन्नुहोस् नि कहाँ गयो गधा ए छुप के वार करते सामने आ